कालमोचन मन्दिर वा जङ्ग हिरण्य हेमनारायण मन्दिर नेपालको राजधानी काठमाडौँ त्रिपुरेश्वरमा अवस्थित एक अचम्म र अनौठो मन्दिर हो। प्रसिद्ध ऐतिहासिक व्यक्तित्व जङ्गबहादुर राणा र उनका रानीहरू हिरण्य र हेमकुमारीका साथसाथै हिन्दू देवता विष्णुको नारायण नामबाट नामाकरण भएकोले पनि यस मन्दिरको ठूलो महत्त्व रहेको छ। सन् 1874 मा जङ्गबहादुर राणाद्वारा निर्माण गराइएको यस कालमोचन मन्दिर त्यसबेला थापाथली दरबार परिसरभित्र पर्दथ्यो। यसको जटिल शैली र समृद्ध इतिहासले यस मन्दिरलाई काठमाडौँको सबैभन्दा मनमोहक मन्दिरहरूमध्ये एक बनाउँदछ। जङ्गबहादुर राणाले आफ्नो शक्तिको खोजीमा विभिन्न निर्दय विधिहरू प्रयोग गरे, जसमा अख्तियारका पदमा रहेका धेरै आफन्त र व्यक्तिहरूलाई हटाउन समावेश थियो। ती कार्यहरूको पश्चातापको रूपमा उनले त्रिपुरेश्वर काठमाडौँमा कालमोचन मन्दिर र घाटको निर्माण गर्न लगाए। यो इसारा सत्तामा उनको उदयको समयमा गरेका पापहरूको प्रायश्चितको रूपमा सेवा गर्नका लागि थियो। सन् 1846 को कोत पर्वमा कयौं उच्च पदस्थ अधिकारीहरू मारिएपछि जङ्गबहादुर राणाको तपस्याको चाहनाबाट कालमोचन मन्दिरको निर्माण भएको किम्वदन्ती छ। त्यस नरसंहारमा मारिएका व्यक्तिहरू यसै मन्दिरको मुनि गाडिएका थिए भन्ने कथन पनि रहिआएको छ। वर्षौंदेखि मन्दिर परिसरमा शाह र राणा परिवारका मृतकहरूको शोक स्थलको रूपमा सेवा गर्दै आइरहेको छ। कालमोचन मन्दिर टुकुचा खोला र बागमतीको सङ्गममा अवस्थित छ। यस क्षेत्रलाई कालतीर्थ पनि भनिन्छ। जङ्गबहादुर राणाले गरेका कयौं हिंसाका कार्यहरूबाट शान्ति र मोक्ष प्राप्त गर्ने मनसायले उनकै आकाङ्क्षामा यस घाटको निर्माण भएको थियो। जङ्गबहादुर राणा
आफ्ना सबै धार्मिक कार्य यसै मन्दिरको आँगनमा गर्दथे। यो जङ्गबहादुर राणाको श्राद्ध गर्ने स्थल पनि हो, जहाँ हरेक वर्ष जङ्गबहादुर राणाको श्राद्ध गरिन्छ। जङ्गबहादुरले आफ्नो जीवनको अन्तिम क्षणतिर यही मन्दिरमा आएर धार्मिक अनुष्ठान गरेको इतिहास रहेको छ। मन्दिर 6 वटा फरक मन्दिरहरूले घेरिएका छन्, जसले मुगल र हिन्दू वास्तुकलाहरूको मिश्रण प्रस्तुत गर्दछन्। मन्दिरको पूर्वपट्टि भगवान विष्णुको गरुडको मूर्ति रहेको छ भने छेउमा ढुङ्गाको स्तम्भमा जङ्गबहादुरको मूर्ति रहेको छ। यस कालमोचन मन्दिर विक्रमसम्म 2072 सालको महाभूकम्पले पूर्ण रूपमा क्षति भएपछि पुनर्निर्माण गरिएको हो।